हिंदू राष्ट्र फेरि बन्ने कि न बन्ने अब फैसला 3 महीना भित्र। संयुक्त हिंदू मोर्चाले गृह मन्त्री सुदन गुरुङ समक्ष 13 बुँदे माग पत्र बुझायो। नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने विषयमा 3 महीना भित्र सर्वदलीय बैठक मार्फत छलफल अगाडि बढाउनु पर्ने। यसका साथै मोर्चाले धार्मिक स्थलमा हात हतियार प्रदर्शनमा रोक, लाउड स्पिकर तथा ध्वनि विस्तारक उपकरणको नियन्त्रण, धार्मिक स्थलमा बस्ने विदेशी नागरिकको अभिलेखीकरण र सामाजिक सञ्जालबाट फैलिने साम्प्रदायिक ड्रेस विरुद्ध कारबाहीको माग पनि राखेको छ। सुनसरी देवागञ्जको घटनापछि पक्राउ परेकाहरूको मुद्दा पुनरावलोकन गर्ने र आन्दोलनमा घाइते भएकाहरूलाई उपचारको व्यवस्था गर्ने माग पनि सूचीमा छ। साथै आनन्द दासको घटनामा न्याय र क्षतिपूर्तिको माग पनि उठाइएको छ। माग पत्र बुझाएपछि मोर्चाले आफ्नो सबै आन्दोलनका कार्यक्रम तत्काल स्थगित गरेको जनाएको छ। के सरकारले यी माग स्वीकारला कि यो विवाद अझ चर्किँदै जाला? तपाईको विचार कमेन्टमा लेख्नुहोस्। भिडियो लाइक गर्नुहोस्, च्यानल सब्स्क्राइब गर्नुहोस्।